दिपायलदेखि धनगढी जाने फास्ट ट्र्याक। हामी फास्ट ट्र्याक बाटोमा कति पिच भएको छ भनेर दिपायल खण्डबाट धनगढी जाने खण्डमा विचार गर्न गएका छौँ। यो हो राजपुर बजारको मुख्य चोक। हामी कुलपातदेखि राजपथतिर लाग्दैछौँ र यहाँनिर तपाईँ देख्नुहुन्छ गाडी छ। यहाँ एउटा मन्दिर छ। मन्दिरकै छेउबाट दायाँतिरबाट यदि फास्ट ट्र्याक बाटो हुन्छ भने बायाँतिरबाट पनि बाटो अलिक तल गएर वाइल तिखातर हुँदै यतातिर विभिन्न गर्ने निस्किने त्यो पनि धनगढी जाने बाटो हो। त्यो पनि पिच भएको छ। आज हाम्रो यात्रा भनेको फास्ट ट्र्याक, बहुचर्चित फास्ट ट्र्याक, केवल 83 किलोमिटर दिपायलदेखि धनगढीमा पुगिन्छ भन्ने कुरा छ। कतिको प्रगति भएको छ त दिपायल खण्डमा, कति किलोमिटरमा पिच भएको छ, कति हुन बाँकी छ, यसको आज प्रत्यक्ष तपाईँलाई देखाउनेछौँ। यस्तै उकाली ओह्राली छिचोल्दै हामी अगाडि जाँदैछौँ। तपाईँहरूलाई ठाउँ ठाउँमा देखिएका मनोरम दृश्यहरू, यहाँका खेतका गराहरू, आलीहरू देखाउने कोसिस गर्नेछौँ। कतिपय ठाउँमा पिच भएको छ, कतिपय ठाउँमा ग्राभल छ, कतिपय ठाउँमा ग्राभल पनि छैन। हिलाम्य माटो हुँदै हामी अगाडि बढ्दै गइरहेका छौँ र ठाउँ ठाउँका मनोरम दृश्यले मनै लोभ्याउने दृश्यहरू छन्। फोन गर्दै आएका छौँ। अहिले हामी राजपुरदेखि करिब 7-8 किलोमिटर माथि उकालोमा आइपुग्दाखेरि ग्राभल भइसकेको र केही काम बाँकी रहेको देख्न सक्छौँ। अहिले यहाँनिर हामी एकजना अभिभावकसँग, यहाँको मान्छेको स्थानीयसँग थोरै कुराकानी गऱ्यौँ। उनले केही कुरा जानकारी गराउँदै हुनुहुन्छ। अब हामी यहाँनिर एकछिन छलफल गरेर म तपाईँलाई यसो देखाउँछु। यहाँनिर म थोरै तपाईँलाई यसैले अहिले बुझ्नु त यो लेक के हो? यो देखिनेवाला लेक को हो? त्यसले लेख भन्ने त्यही हो। त्यसले लेख भन्ने त्यही हो। त्यो लेक हजुर हाम्रो त्यो हाउडा लागेको छ त्यहाँ हाम्रो बल्ल हामीले यहाँबाट खिचो लगाएर त्यहीँ छोडेको गएर कोही छैन यहाँबाट। यहाँ सल्लाभरिका बल्ल त्यही त्यो हाउडा लागेको त्यो धारमा छन्। यो सब पुरै सबै सल्लाह यो यहाँदेखि यो बाटा यहाँ 2टा गाउँ त उहाँ एउटा 20 मात्र गाउँ यहाँ 7 नम्बर वडाको अगाडि हाम्रो उयो यो पारी छ। पारी यहाँ सेलबुढाबाट एक गाउँ त्यहाँ छ, एक गाउँ यो के भन्छ पारी गाउँको नाम के हो? गाडा घरको पुरै हरियो उहाँ त घरको पुरै खेती यो डाँडामा ठेकेको डाँडा हो। यहाँ त्यहाँ गाड भन्ने त्यही हो। अनि उ के अरे त्यो साबरी गाउँको गाड पनि साबरी गाउँ त यो हो। त्यो साबरी गाउँ गाड काट के हो त्यहाँ पनि यहाँ यो भेलु यो गाउँ के हो? यो साबरी गाउँ घुम यहाँको त्यही हो। साबरी गाउँ के फलाममा गयो? क्या मोहब्बत है, क्या नजारा है, कल तलक ये दिल था मेरा अब तुम्हारा है, क्या तमन्ना है। धेरै जस्तो ठाउँमा नाली बनिसकेको छ, ग्राभल पनि भइसक्यो कतिपय ठाउँमा। अब हामीले यस्तो हेर्ने क्रममा धेरै जस्तो काम 50% काम जति भयो जस्तो लाग्छ मलाई। पिच गर्न बाँकी छ। ग्राभल अलि माथितिर कस्तो हुन्छ अब विचार हेर्दै जाउँला। यहाँ चाहिँ राम्रो छ। यही क्रममा हामीले उकाली ओह्राली धेरै दुःख कष्ट गर्दै हामीले यहाँ आइपुग्यौँ। यहाँ एकजना व्यक्तित्व हुनुहुन्छ, उहाँको केही कुरा सुनौँ। उहाँको आफ्नो गाउँको बारेमा, रोडको बारेमा केही चर्चा परिचर्चा गर्दै हुनुहुन्छ। उहाँको कुरा सुनिसकेपछि हामी एकछिनमा यो बसाइ अथवा बिट मारेर फेरि अगाडि हामी बढ्दै जानेछौँ। महाभारतको किनारैमा पुगेको हामी। हेलो हेर्नुहोस् कति राम्रो बस्ती छ, कति हराभरा छ। धेरै जसो गाउँको मान्छेहरू बसाइसकेर गरेर तलैतिर झरेको अवस्थामा यतातिरका मान्छेहरू खासै बसाइसकेर गरेको देखिँदैन। यसो माध्यममा हामीले अवलोकन गऱ्यौँ। बाटो त हिलाम्य छ, धेरै दुःख कष्ट सहेरै हामीले यहाँ पुगेका हौँ। त्यति सजिलो त छैन। अलिकति ग्राभल छ, अलिकति पिच छ, बाँकी चाहिँ यस्तै हिलो माटो छ। काम चाहिँ कन्टिन्यू छ। यति अप्ठ्यारो काम पनि यहाँ सम्पन्न गराएका छन्। यो महाभारतको डाँडा नजिकै छ, नजिकै काखैमा पुगेको हो। गाडो पुग्न कम्तीमा 2.5 किलोमिटर बाँकी छ। हामी यहाँ हिलो भएको कारणले गर्दाखेरि त्यहाँ धेरै जान आँट गरेनौँ। यहाँ असाध्यै ठुलो हिलो छ। करिब 14-15 किलोमिटर मध्येमा 12 किलोमिटर जति हामी 12-13 किलोमिटरको उचाइमा आइपुगिसके पछाडि
अनि यो हिलो हेर्नुहोस् यहाँ तपाईँ देख्न सक्नुहुन्छ कति धेरै हिलो छ। यहाँ नाली चाहिँ बनाएको छ, हिलो अवसर धेरै हुनाले यो गएर पर पनि उस्तै उस्तै होला भन्ने हिसाबमा हामीले चाहिँ गरेनौँ। हिलोको यो असाध्य हिलो भएको कारणले त मोटरसाइकलमा जानुपर्ने अहिले गाह्रो लाग्यो, हामी त्यही भएर जान सकेनौँ। यतिखेरमा तपाईँहरूलाई म यो अन्तिम हामीले गन्तव्य, हाम्रो आजको गन्तव्य यति नै सम्म हो। हिलोको कारणले गर्दाखेरि केही हाम्रो सँगै आएका साथीहरू त हिँडेर पनि गए, अब हामीले चाहिँ आँट गर्न सकेनौँ। यो अर्को पल्ट पिच भयो भने अर्को वर्ष फेरि एक दिन गर्न आउनेछौँ।